आज सुनाउँछु तिमीलाई एउटा अप्सराको कथा। एकादेशको कथा होइन यो कथा मात्र पनि होइन। यो एक साधारण जस्तै देखिने अप्सराको कथा हो। रातो कुर्तामा सजिएकी उनी आफ्नो एक मुस्कानले कसरी सबैको मन तान्न सक्छिन् होला। उनलाई सायद सुन्दर देखिन जुनै पहिरन लगाए पनि फरक नपर्ला। उनी साँचो भन्नुपर्दा अप्सरा नै हुन्। कसैको मुस्कान यति सुमधुर हुन सक्छ र? कोही मुस्काएको देखेर एकहोरो भएर हेरेको छौ? कोही कसरी एक मुस्कानले गर्दा सुन्दर देखिन्छन्? कि त अप्सरा हुनुपर्छ, कि त सबैको नजर राम्रो हुनुपर्छ। तर सबैको नजरले राम्रो देख्छ भन्ने पनि त छैन। उनको आँखामा फेरि बेग्लै चमक छ। आकाशमा चम्किने तारा जस्तै छ उनको आँखा। टोलाएर हेरिरहन मन लाग्ने। सायद खसेका तारा धरतीमा उनकै आँखा बन्न खसेका होला। उनी चस्मा पनि लगाउँछिन्। सायद आँखा अलिक कमजोर होला। तर त्यही चस्माले गर्दा उनलाई निकै सुन्दर देखिन्छ। उनको आँखा कमजोर भए पनि अरूको आँखा उनमा जाने नै त्यही चस्माले हो। आवाज सुनेको छौ कसैको त्यति मिठो, सुनेपछि सुनिरहु जस्तै लाग्ने। जब उनले बस 4 शब्द मात्र बोलिन्, त्यो बोली पनि मिठो सुनिएको थियो। मलाई लाग्छ उनी अप्सरा नै हुन्, तर सबैजना उनको पछि लाग्छन् भनेर मान्छेको भेष बनाएर उनी यहाँ छिन्। अब उनलाई पनि लाग्नु त त्यही पर्ने हो। तर सायद उनी यो कुरामा सहमत हुन्छन् जस्तो लाग्दैन। त्यसैले उनलाई एकपल्ट ऐना अगाडि उभिएर आफूलाई नियाल्न लगाउनेछु अनि आफ्नो मुस्कान र आँखा नियालेर हेरिरहन भन्नेछु। तब कसरी उनलाई आफू अप्सरा भएको महसुस हुने छैन। उनलाई आफू अप्सरा भएको महसुस अवश्य हुनेछ।